नमस्कार, वेलकम ब्याक अगेन साथीहरु। तपाईहरुले मलाई बार मेसेज गरिरहनु भएको थियो क्वीनको के भयो, क्वीनको सेकेन्ड अपडेट तपाईहरुले लिएर आउनु होला भनेर। सो त्यसको सेकेन्ड भिडियोज हो यो। क्वीनको अवस्था एकदमै खराब थियो, तपाईहरुलाई मैले अगाडिको भिडियोमा देखाइहालेको छु। यहाँ बाहिर देखिरहनु भएको छ तपाईले है, बाहिर निस्केर बसिरहेछ है। त्यसले गर्दाखेरि यहाँनिर अब क्वीन ड्यामेज भइसक्यो यसको है, क्वीन मरिसक्यो भन्ने जस्तो लाग्दैछ। यहाँनिर हेर्दाखेरि हेर्नुस्, यहाँनिर भुइँमा झरिरहेछ, डल्लो परिरहेछ र यसमा चाहिँ यहाँ रहेछ क्वीन चाहिँ यहाँ भेटाइयो साथी हो। हेर्नुहोस् है, क्वीन चाहिँ यहाँ भेटाइयो र क्वीन चाहिँ एकदम डेड अवस्थामा भेटियो साथी है। एकदमै दुःखद, अब के भन्नु तपाईहरुलाई, एकदम दुःखलाग्दो कुरो हो है। क्वीन ड्यामेज भएको छ र अब यसलाई हामीले कसरी चाहिँ उयो गर्ने हैन, किनकि यो एउटा शिफ्टिङ गर्ने प्रोसेसमा क्वीन एकदम बुढी पनि थियो है, बुढी क्वीन पनि थियो। यो अब बुढी क्वीन भएर यो कर्मी मौरीले नै यसलाई मारेको पनि हुनसक्छ, या त हिजो यो शिफ्ट गर्दाखेरि है चेप्टिएर मरेको हुनसक्छ। सो क्वीन त अब मरिसक्यो, यसलाई अब राखिदिउँ यहाँनिर है। सो अब चाहिँ हामीले यसलाई के गर्ने, यो कलोनीलाई चाहिँ हामीले कसरी बचाउने भन्दाखेरि चाहिँ यसलाई चाहिँ अब हामीले हैन नयाँ कोमहरु दिनुपर्ने हुन्छ, किनभने यहाँनिर अब पुरानो कोमहरु सबै सकिसकेको छ। यहाँ मैले हेर्नुस् प्लास्टिक फ्रेम पनि दिइसकेको छु, इन्स्टेन्टली काम पनि गरेको छ, प्लास्टिक फ्रेम एक्सेप्ट पनि गरिसकेको छ है। सो साथीहरु, तपाईहरुले है सोधे अनुसार आज त्यसको दोस्रो अपडेट म तपाईहरुलाई दिइरहेको छु। क्वीन मरिसकेको छ, तपाईहरुले देख्नुभयो है। एकदमै दुःखको खबर छ है, क्वीन मरिसकेको छ र यसलाई चाहिँ अब हामी यसरी अर्कोबाट मैले जुन चाहिँमा चाहिँ बक्सामा चाहिँ सुपरमा क्वीन चढेर चाहिँ पुरा सुपर फ्रेम भरि यसरी एग्लिङ गरेर लार्भाहरु बनाइरहेको थियो। सो त्यहीँबाट मैले निकालेर चाहिँ अब यो चाहिँ म तिनीहरुलाई दिदैछु, जसमा चाहिँ अन्डा, लार्भा, पोलनहरु मजाले छ यसमा है, नेक्टर पनि छ। अब यसबाट चाहिँ यिनीहरुले नयाँ क्वीन सेल बनाएर नयाँ क्वीन बनाउँछ। सो अब यिनीहरुलाई बचाउनुको लागि हो भने चाहिँ हामीले त्यो गर्नु पर्यो है। सो यसलाई चाहिँ अब म फ्रेम लगाइदिँदैछु, यो प्लास्टिक फ्रेमहरु अलिक साइड गरेर म बीचमा चाहिँ यसलाई यो 3टा 4टा मेरा छ त्यो फ्रेमहरु चाहिँ लगाइदिन्छु। हिजो पनि मैले एउटा फ्रेम चाहिँ लगाइदिएको थिएँ है, लाउनु चाहिँ यहाँनिर यो फ्रेम तपाईले देख्नुहुँदैछ यतापट्टिको त्यो चाहिँ मैले हिजै लगाइदिएको है, जब यसलाई शिफ्टिङ गर्दाखेरि नै लगाइदिएको। तर के छ, यसमा चाहिँ अब क्वीन सेल बनाइहाल्दैन, किनभने क्वीन अब यिनीहरुले आज मात्र बाहिर निकालिरहेछ हो। क्वीनलाई, मरेको क्वीनलाई चाहिँ आज मात्र बाहिर निकालिरहेछ हो। यो फ्रेम चाहिँ मैले चढाइदिएको थिएँ नि त, हिजै चढाइदिएको थिएँ। हेर्नुहोस् तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ, यसमा पनि वर्कआउट चाहिँ गरिरहेछ, तर यसमा क्वीन सेल चाहिँ हेर्नुहोस् छैन अहिले हो, क्वीन सेल छैन अहिले यसमा हो, उठाएको छैन। सो यस्तो अवस्थामा चाहिँ भेटियो साथी है, साथीभाइ हो। र मौरीलाई चाहिँ यसरी ध्यान गर्नुपर्ने हुन्छ। हामीले सानो गल्ती गर्यौं भने पनि हामीलाई क्षति पुग्न जान्छ। हामीले फेरि यो कुरोलाई याद गरिनौं भने मौरी बिकपाते भएर जान्छ। त्यसले गर्दाखेरि चाहिँ अब हामीले सक्दो चाहिँ है मौरीलाई चाहिँ टाइम टाइममा चेक गरिरहनु पर्छ। अब यो शिफ्टिङ गरेकोले गर्दाखेरि चाहिँ मैले एकदमै चेक गर्नुपर्ने अवस्था थियो है। त्यसले गर्दाखेरि अब यसलाई चाहिँ जति पनि मैले 3टा फ्रेम ल्याएको छु, अहिले ल्याउँदाखेरि चाहिँ बाटोमै अलिकति यो उक्कियो, यसले गर्दाखेरि चाहिँ यसको चाहिँ मैले रबर लगाइदिएको, रबर ब्यान्ड लगाइदिएको छु है। रबर ब्यान्ड कतिको काम गर्छ तपाईले थाहै छ है। सो रबर ब्यान्ड लगाइदिएको छु र यसरी चाहिँ अब हामीले नयाँ चाखा है यसरी हालिदिएको छौं भने चाहिँ यहाँबाट चाहिँ यिनीहरुले क्वीन सेलहरु उठाएर चाहिँ मजाले काम गर्छ है साथीभाइहरु। हेर्नुस् है पुरा भिडियो एकदम मजाले काम गर्न थाल्छ है साथीभाइहरु। हेर्नुस् यो चाहिँ पुरानो हो, यसमा ड्रोन सेल पनि थियो। सो यसरी हामीले आफ्नो मौरीलाई चाहिँ अब बचाउनु पर्छ है साथीभाइ हो, किनभने अब यो चाहिँ अब मैले सुपरकै दिए हो। अब यसलाई चाहिँ बिस्तारै यसरी हातले नै बिस्तारैसँगले यसरी आरामसँगले यहाँनिरै, अब यहाँ चाहिँ नयाँ हो नि त, नयाँ ब्रुड हो, नयाँ ब्रुड हालेकोले गर्दाखेरि यिनीहरुले इन्स्टेन्टली यिनीहरुले एक्सेप्ट गर्छ, किनभने अब यसको क्वीन छैन हो। सो यो तपाईहरुलाई एउटा सानो इन्फर्मेसन साथीभाइ हो। यहाँ हेर्नुहोस् हो, मजाले अब जान थालिहाल्यो। सो यो तरिकाले है हामीले अलिकति ध्यान दिनुपर्ने कुराहरू मौरी पालक दाजुभाइहरूले जब जब क्वीन ड्यामेज हुन्छ, किनभने क्वीन ड्यामेज भएको ज्यादा इन्क्वायरी आउँछ क्या हामीलाई। अब क्वीन यस्तो मर्यो मेरो, यो भयो, क्वीन छैन रहेछ, के गर्नुपर्ने कसो गर्नुपर्ने भनेर धेरैको
जिज्ञासाहरू हुन्छ। सो त्यसको लागि चाहिँ मैले यो भिडियो बनाइरहेको छु है। यसरी तपाईँहरूले फ्रेस 2टा या सक्नुभयो भने 3टासम्म तपाईँहरूले यसरी ब्रुड 2 दिन 1 दिन भएको लार्भा भएको है। अन्तखेरि तपाईँहरूले 2 दिन 1 दिन भएको लार्भा भएको 1 दिन भएको तपाईँको यो एग्लिङ है 1 दिनहरू भएको अन्डा भएकोहरू चाहिँ तपाईँले दिनुभयो भने चाहिँ मौरीले यसमा चाँडै नै उयो उठाउने गर्छ, तपाईँको क्विन सेल उठाउने गर्छ। अब यो ढिलो भयो भने फेरि अब नोभेम्बर भित्रमा उयसमा ढिलो भयो भने साह्रो पर्छ मौरीलाई। त्यसले गर्दा यो एकदम यो अक्टोबर भित्रमा हामीले यसलाई गरिहाल्नु पर्ने हुन्छ क्या। सो यही थियो एउटा छोटो जानकारी तपाईँहरूलाई है। र भिडियो के कस्तो लाग्यो, इन्फर्मेटिभ लाग्यो भने है लाइक सेयर गर्नुहोला र भिडियोमा कमेन्ट पनि गर्नु नबिर्सिनु होला। र यही तरिकाको भिडियोहरू यो दार्जिलिङ बीकिपिङ च्यानलमा तपाईँले पाइरहनुहुन्छ। सो च्यानललाई फलो पनि गर्नु नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।